राम्रो उपस्थित प्यारा जेनजेडका भाइ बहिनीहरू, तपाईहरुको यो उपस्थितिले हामीलाई एउटा उत्साहित बनाएको छ र तपाईहरु नै यो देशको भविष्य निर्माण गर्ने आधार हो। यो कुरा चाहिँ तपाईहरुले बुझ्नु भएको छ, बुझ्न जरुरी छ। मैले थोरै यो 23 गते र 24 गतेको आन्दोलन र त्यसको परिघटना अलि नजिकबाट बुझेको हिसाबले के भने जसरी 23 गते हाम्रा तपाईहरुका साथी, हाम्रा भाइ बहिनी, छोराछोरीहरुको 19 जनाको मैले त हत्या नै भन्छु, एउटा क्रूर तरिकाको हत्या भयो र अहिले लगभग 78 जना भाइ बहिनीहरु हामी तपाईहरुका साथीहरुले शहादत प्राप्त गर्नुभएको छ। त्यो शहादत प्राप्त गर्दा तपाईहरुले अभियान चलाएको भ्रष्टाचार विरुद्धको एउटा महाअभियान, जसले चाहिँ एउटा 37 वर्षदेखि यो देशमा जरा गाडेर बसेको एउटा संरचनालाई लगभग एक दिन भनौं न, लगभग एक दिन अथवा 27 घण्टामा तपाईहरुले चाहिँ के रे त्यसलाई ढाल्नलाई सक्षम हुनुभएको छ। यो ज्यादै ठूलो महत्त्वपूर्ण उपलब्धि हो। तर अहिले भर्खरै फेरि हामीले ठूलै उपलब्धि गर्यो भनेर चुप लागेर बस्ने बेला चाहिँ हैन है। हामीले उपलब्धि त ढाल्ने मात्रै गरियो, अब त्यसलाई संस्थागत कसरी गर्ने, हाम्रो गोल के हो, हाम्रो राष्ट्र निर्माणमा जाने पहिला हामीले गोल तय गर्नु पर्यो। गोल तय गरेपछि हामी कुन बाटो जाने भन्ने कुराहरुको तय हुनु पर्यो। यी सबै चीजहरु गर्नलाई मैले सुरुदेखि नै हामीले 25 गते बुटवल जेन एक्सवाई को गठन गर्दादेखि नै हाम्रो उद्देश्य चाहिँ हामीले तपाईहरुलाई हस्तक्षेप गर्नलाई हामीले जेन एक्सवाई गठन गरेका थिएनौं। जब 19 जना भाइ बहिनीहरु शहादत प्राप्त गर्नुभयो र आन्दोलन पनि अलिकति जति शान्तिपूर्ण हुन पर्ने थियो त्यसमा विभिन्न घुसपेट भए र यो आन्दोलनलाई अलिकति शान्तिपूर्ण गराउने र तपाईहरु चाहिँ मर्न हुन्न है। हामी बरु एउटा उमेर समूहका भइसक्यौं, हामी मरेर चाहिँ केही फरक पर्दैन, तर तपाईहरु चाहिँ यो देशको कर्णधार हो, उहाँहरु चाहिँ मर्नुहुन्न, बरु उहाँहरुको सुरक्षा कवच बनेर हामी बस्छौं भनेर जेन एक्सवाई को अवधारणा नेपालमै पहिलो पटक हामीले ल्याएका हौं र त्यही अनुसार हामीले तपाईहरुलाई आवश्यक परेका हौं। हामीले तपाईहरुका एजेन्डामा, तपाईहरुका विचारमा, तपाईहरुका गोलमा कुनै किसिमको हामीले हस्तक्षेप गर्दैनौं। तपाईहरुलाई अप्ठ्यारो परेको बेलामा, तपाईहरुलाई समस्या परेको बेलामा हामीले के सहजीकरण गर्दिन सक्छौं भन्ने मात्रै हाम्रो कुरा हो र त्यतिखेर हामीलाई सम्झिँदा हामीले तपाईहरुलाई सहयोग गरिरहेका छौं र गरिरहनेछौं। र अर्को कुरा के भने तपाईहरुको यो आन्दोलनपछि जुन ढलेको 37 वर्षदेखिको जुन एउटा भ्रष्ट एउटा संरचना त्यो ढलेको छ, त्यो फेरि कता छेउछेउबाट, कुनाबाट, कताबाट उठ्ने प्रयासहरू भइरहेका छन्। यो उठ्ने प्रयासको आँट किन गरे भनेर तपाईहरुले कति बुझ्नु भएको छ। यो उठ्ने प्रयासको आँट तिनीहरुले किन गर्दैछन् भने जति तपाईहरु एक ठाउँमा आउनु पर्ने हो नि, हाम्रो मूल लक्ष्य चाहिँ तपाईहरुलाई एक ठाउँमा ल्याउने हो। तपाईहरु जति एक ठाउँमा आउनु पर्ने हो त्यति अझै एक ठाउँमा आइसक्नु भएको छैन कि भन्ने हामीलाई चाहिँ फिल भयो। मैले रूपन्देहीदेखि काठमाडौँसम्मको यात्रा र काठमाडौँका जेनजीका विभिन्न समूहहरुसँगको भेटघाटमा पनि मैले धेरै पटक राखिसकेको छु, तपाईहरु एक ठाउँमा आउनुहोस् प्लिज। तपाई जति एक ठाउँमा आउनुहुन्छ त्यति तपाईहरुको भोइस ठुलो हुन्छ, त्यति तपाईहरुको आवाज ठुलो हुन्छ। जति ठुलो आवाज तपाईको ठुलो हुन्छ, यहाँका स्टेक होल्डरहरुले तपाईहरुको आवाज सुतेको बेलामा पनि सुन्न बाध्य हुनेछन्। त्यसकारण यो उपलब्धि, हामी एउटा उपलब्धि र चुनौतीको बीचमा छौं। यदि हामीले यो उपलब्धिलाई आत्मसात गर्न सकिएन, यो उपलब्धिलाई बचाउन सकिएन भने फेरि हामी त्यही पुरानै दलदलमा बस्ने खतरा पनि छ है। त्यसकारण तपाईहरु एकजुट एक ठाउँमा पुरै देशैबाट एक ठाउँमा र एउटा आवाज भएर उभिनु पर्ने हुन्छ र उभिँदै हुनुहुन्छ र यो काममा रूपन्देही जेनजेडले देशकै नेतृत्व गरेर
देशभरिका जेनजेड समूहका युवाहरूलाई एक ठाउँमा ल्याउनलाई देशकै नेतृत्व गर्नेछ भन्ने शुभकामना दिँदै यस कार्यक्रमबाट नयाँ छानिने सैना महिनाका जेनजेड कार्य समितिलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दै मेरा भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। जय देश।